हेलो एभ्रिवान वेलकम टु माई मिनी ब्लग। अनि अहिले चाहिँ म अचानक दार्जिलिङ जाँदैछु, हस्पिटल जाँदैछु है। अनि तपाईले देखिहाल्नुभयो मेरो नानालाई लगेर चाहिँ मैले हस्पिटल जाँदैछु। सो फर्स्ट अफ अल के भन्न चाहन्छु भनेदेखि यो सिचुएसनमा चाहिँ मैले एकदमै मिस गरेको छु अधीक्षालाई है, कान्छीलाई एकदमै मिस गरिरहेको छु। किनभने यति बेला चाहिँ अब हुन्छ नि पर्दा वर्दा चाहिँ भन्नु पर्दाखेरि चाहिँ अब साथीभाइहरू एकदमै सपोर्टिभ छ मेरो है, साथै मेरो दिदी बहिनीहरू हैन। अलिकति टेन्सन भइरहेको बेलामा है अलिकति आफूलाई हौसला दिने पनि कता कता हुन्छ। सो मलाई चाहिँ अब अचानक अब यस्तो सिचुएसनमा के परिहाल्यो भने चाहिँ मलाई टेन्सन चाहिँ छैन हैन, टु बी अनेस्ट है। मेरो दिदी बहिनी अलवेज मेरो साथमा रोदु पनि हुन्छ हैन, हामी एकअर्कालाई एकदमै सपोर्ट गर्छौं है। अनि अलिकति म हाँस्दै पनि थिएँ, मेरो अनुहारमा अलिकति टेन्सन पनि थियो हैन। अब टेन्सन मात्रै गरेर हुँदैन, जे हुन्छ हैन भगवानले एकदमै राम्रो गरिदिनुहुन्छ भनेर प्रार्थना छ है। सो गाइज बिचमा चाहिँ सुट गर्नु बिर्सेछु है। अनि ठिक यति बेला चाहिँ हामी गभर्मेन्ट कलेज अघि ठ्याक्कै पुग्यौं है। अनि अब नाना बिसन्चो भएपछि चाहिँ म हतार हतार रेडी भएँ नि त। अन्त रेडी हुँदाखेरि चाहिँ चप्पलै लगाएँ, ठिकै अगाडि चप्पल नै देखेँ कि जुत्ताहरू लगाइरहनु हतारको बेलामा भनेर चाहिँ हामी सबै चप्पलमै आइपुग्यौं बजार है। अनि अब त्यही हुन्छ, आफूलाई पढ्दाखेरि मात्रै थाहा हुन्छ। सो गाइज तपाईलाई सानो अपडेट दिन चाहन्छु है। मेरो नानाको चाहिँ डेट चाहिँ 2 हप्ता जति चाहिँ अझै पनि छ, किन चाहिँ मैले हतार हतार तालेर चाहिँ हस्पिटल ल्याएँ भन्दाखेरि एकदमै फिभर है, ज्वरो बेसी आएको कारणले गर्दाखेरि चाहिँ मैले हस्पिटल लगेको। हामी हस्पिटल पनि पुग्यौं। अनि तपाईलाई म अपडेट दिँदै गर्छु के कस्तो हुन्छ भनेर है। अनि हामीले चाहिँ इमर्जेन्सीमा हालिसकेको थियौं यति बेला नानालाई है। अनि ज्वरो चाहिँ एकदमै बेसी आएर चाहिँ अब घरमा राख्नु र हस्पिटलमा राखेको एकदमै डिफ्रेन्ट हुन्छ भनेर सो मैले त्यो भएर हस्पिटल ल्याएको हो। यहाँदेखि उता तपाईलाई अर्को भिडियोमा अपडेट दिन चाहन्छु। बा